तपाईहरु लिप बाम सेलेक्ट गर्दाखेरि के चाहिँ हेर्नुहुन्छ? म चाहिँ सधैँ नै लिप बाम सेलेक्ट गर्दाखेरि त्यसमा एसपीएफ कति छ भनेर जहिले पनि चेक गरिरहेको हुन्छु। हाई एभ्रीवन, आज मसँग छ फक्सटेलको दुईटा प्रोडक्ट एन्ड आई गट इट फ्रम फरएभर यङ। फर्स्ट प्रोडक्ट रहेको छ फक्सटेल सेरामाइड सुपर क्रिम हाइड्रेटिङ मोइस्चराइजर। यो मोइस्चराइजर चाहिँ एकदमै लाइट वेट छ, स्किनमा अप्लाई गर्ने बित्तिकै इजिली नै स्किनमा मज्जाले नै अब्जर्ब हुन्छ। यसले चाहिँ स्किनलाई अप टु 24 आवर्ससम्म हाइड्रेसन प्रोभाइड गर्न हेल्प गर्छ। यो चाहिँ स्किनमा हेभी ग्रिसी त्यस्तो के पनि फिल हुँदैन। यो चाहिँ अल स्किन टाइपको लागि हुन्छ। नेक्स्ट मलाई एकदमै धेरै मन परेको फक्सटेलको ब्राइटनिङ लिप बाम विथ एसपीएफ 30। यसमा चाहिँ पेप्टाइड, भिटामिन सी, हाइलुरोनिक एसिड प्लस माइक्रोस्पेयर पनि छ। सो मैले युज गरिरहेको सेड चाहिँ रुबी ग्लिजमा हो। यो लिप बाम चाहिँ एकदमै हाइड्रेटिङ छ। तपाईको जो ड्राई च्याप लिप्स छ भने चाहिँ यो एकदमै बेस्ट हुन्छ। सो यसमा चाहिँ सेडहरु पनि डिफ्रेन्ट आउँछ। मैले युज गरिरहेको चाहिँ रुबी ग्लिजमा हो। सो यसले चाहिँ मज्जाको टिन्ट पनि दिन्छ। इफ तपाईलाई टिन्टेड लिप बाम मन पर्छ विथ एसपीएफ भएको भने चाहिँ दिस इज द बेस्ट। फक्सटेलको सबै प्रोडक्टहरु चाहिँ तपाईहरुले फरएभर यङ एपमा चाहिँ पाउन सक्नुहुन्छ। यदि तपाई फरएभर यङ एपको फर्स्ट युजर हुनुहुन्छ भने कोड फर्स्ट युजर युज गरेर चाहिँ 15% अफ पनि पाउन सक्नुहुन्छ।